हेलो एभ्रिवान, वेलकम सबैलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म लन्च गर्नु आँटेको। यो चाहिँ राइस हो, साह्रो तातो छ भन्दा चाहिँ अलिक फिजाएर राइस मैले हेर्नु होला। अनि यहाँ चाहिँ चिप्स छ, यो गोलो खालको छ। अनि यहाँ चाहिँ चानाको सब्जी छ, आलु बैगुन लगाएर बनाएको। अन्त यसमा चाहिँ यहाँ चाहिँ सजना छ, हेर्नुहोस् होला। अहिले त सजनाको सिजन हो ल। म चाहिँ अब खान थाल्दैछु। ल फर्स्ट बाइट खाएँ ल। मिठो भयो सजना चाहिँ। म चाहिँ सजना चाहिँ बेसी कलिलो पनि मन पर्दैन अनि बेसी छिपेको पनि मन पर्दैन, ठिक्कको मनपर्छ खानु चाहिँ। आजको चाहिँ खानापिनामा मैले चाहिँ अब यो चानाको सब्जी बनाएको, अरू चाहिँ मम्मीले गर्नुभयो। यहाँ चाहिँ मैले अब आलु चाहिँ अलिकति ठुलै सेपमै गरेको छु, नकाटिकन हल्का छिलछाल गरेर अनि त्यसमै गरेर बनाएको थिएँ। आलु चाहिँ डल्लै छ। अहिले चानासँग खानु पऱ्यो, कस्तो भयो। भोक लागेको बेला तातो पाउँदा कस्तो मिठो हुन्छ। चानाको सब्जी पनि दामी भएको छ। म चाहिँ कहिलेकाहीँ यसो स्कुल छुट्टी भएको बेला घरै खाना बनाउँछु। खाना पकाउनु चाहिँ साह्रो मनपर्छ। अनि यसो मम्मीलाई पनि यसो हेल्प गरिहाल्छु। चाहिँ हेर्नुहोस् होला। तिमी हाल्दैछु चानाको सब्जी, हेर्नुहोस् होला। हल्का पिरो भएछ तर सब्जी चाहिँ पुरा चक्किलो भएछ। तर
सब कुरो दामी भएको छ आज। सजनाको सब्जी पनि, चानाको सब्जी, तातो भात, सब कुरो दामी भएछ। ल साथीहरू, यस्तै मेरो फेसबुक पेजलाई पनि लाइक गर्दै गर्नुहोस् होला, फलो गर्दै गर्नुहोस् होला, अनि कमेन्ट गर्दै गर्नुहोस् होला। तपाईँहरूले लन्च गर्नुभयो भने यसो कमेन्ट गर्नुहोस् होला। आजको मेरो त लन्चको आइटम यही नै हो। ल साथीभाइहरू, थ्याङ्क यू फर वाचिङ। बाई बाई।